शेरबहादुर हो काय शेरबहादुर हो यांचं बाहुबली के जानकारी गराउनुपर्छ मान्छे त्यही अनुसार यात्रा तय गर्छ अब तिमीले त अफिस जाने मान्छेहरू सबैजना हुन्छ फेरि गिटार बाक्सर बजार यस्तै छ भने ओहो एउटा बढिरह्यो मेरो भइरहने हाम्रो ग्रुपहरू हाम्रो गाडी चलिसक्यो चढ्ने चढे छुट्ने छुटिसक्यो होइन हाम्रो गाडी हिँड्छ कि होइन कुर्सी डालना है कि नहीं डालना है? नहीं डालेंगे बाजू का कुछ अंदर जाएगी ना फिर बाद में व्हाट इज आएगी वो नहीं डालेगा तो व्हाट इज आएगी माध्यमिक छिमेकी छन् के नखाँदैन तिनीको भोलि प्रष्ट बुझिन्छ अलिअलि बाँकी छन् कि बट फेरि खायो भने खाएपछि शेरबहादुर हो खाए शेरबहादुर हो भन्छ हजुरआमा भनिदिन्छु नबुझेर पनि यस्तो घटाल चित्त दुखाउला हुनु हजुर हम बाजे बाबुहरु बसेको तल ऊ देखिन्छ नि यो इथे घट्टा देखिन्छ घटा देखिन्छ नि त्यो देखि अलि पुरा दक्षिण हाम्रो बाजेको औराको पालाको प्राइम टाइमको हाम्रो बाजेको बसाइ गाडी पनि हुँइ पुग्ने म यो ठाउँमा त आइएको छु म के लिएर आइस देखा के लिएर आयो फ्रुटी यता हेर त केही छैन देखो कौन आया पानी लिएर आयो
माटो कलरै यस्तै हो होइन हेर्नु त यो नो एडिट केही एडिट छैन है म यस्तै रमै पोस्ट गर्छु यो कलर हामी यो बाटो हेर्नु बाहुबली पहिरो लडेको छ यहाँनिर होइन अमरेन्द्र बाहुबली अगाडि पहिरो लडेको छ ट्याक्क ए राम 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 ओके डोसा ल यहाँ चाहिँ के रहन्छ ढुङ्गाले फोर्न लारेछ यो यत्रो पार फाल्न आँट्छ नि ठुलो यो एकैचोटि लङ टाइम फाइनली बल्ल जाम हटाउन लाग्यो हेर्न सक्नुहुन्छ आधाभन्दा बढी भइसक्यो र यहाँ भिड हेर्नु यतातिर पछाडि उता अगाडि पनि त्यस्तै ल अब गाडी अगाडि बढिसक्यो जाम पनि खोलिसक्यो बाई बाई वेलकम कर्णाली आयौँ हामी कर्णाली प्रदेश लुम्बिनी पर्यो अर्को चाहिँ कर्णाली पर्छ फेरि पश्चिम नि कर्णाली सल्यान होइन र यो सल्यान कर्णाली प्रदेश पर्यो सल्यान कर्णाली पर्यो हजुर ल ल आज होटल टोइलेट भएको होटलमा टोइलेट सोइलेट गर्ने नास्ता खाने त्यसपछि ट्याक्कै मजासँग हाम्रो यो पहिलो स्टप जान्छ नि जान्छ नि कपुरकोटको तरकारीहरू बुझिस् कपुरकोटको तरकारी दाङ जान्छ यहाँदेखि जान्छ यस्तो बाटोबाट ओके तरकारी त सधैँ यहाँ कृषि ज्ञान केन्द्र पनि छ कि ए यहाँ बिउ बिजन उत्पादन हुने हुन्छ नि योदेखि मान्छेहरू गएपछि रोल्पा सिमेन्ट भयो कपुरकोट 3 सल्यान केरापाटी ल हामी कपुरकोटमा केरा खाँदैछौँ है चेस चेस चेसमा यस्तै चेस चेस काँचो छ म नखाम पेटमा पाक्छ लास्टै खाँचो चाहिँ कस्तो छैन खाना लागेको छ बजार कपुरकोट कृषि हाट बजार बुझिस् नि कृषि हाट बजार कपुरकोट ढिङ्गचिटा ओके ओके लो टोली बस्यो
जाँदाखेरि माथि एकैचोटि यहाँ घुराउनु पुगेछ भने चल पाइन झन् खुट्टामा त पुरा घुरासम्म सुइगयो गाँठे भन्थ्यो यहाँ कुइना के गाँठे कुइनासम्म जाएको छ कसो गर्न लाग्नु बोल्दै क्या फर्किहाल्छ नि हिँड्दाखेरि उकालोबाट धरम सुई लगाइदियो ल्याउ त बटा नातेल मैले कोही बिरामी खोज्छु अहिले बिरामी कोही खोज्छु मैले टेन्सन नगर दाइ छ नि तेरो यहाँ दाइ छ नि सिलपारामा गइरहेछ केटा टोली यो मूल पानी भन्ने ठाउँ आयो यहाँ घुम्ने ठाउँ छ यहाँ है मूल पानी मूल पानी यहाँ वनस्पति बोट बिरुवाहरू पाइन्छ यहाँ है यो वनस्पति यहाँ वनस्पतिहरू किन्न पाइन्न हेर्ने मात्रै आउने बेला हेर्ने कुरो बिल्कुल ल ठिक छ होइन किन्न पाइन्न यहाँ केही हेर्ने मात्रै हो हेर्ने मात्रै हो छुनलाई पाइन्न हेर्न पाइन्छ भने जस्तै उद्रेको चोली सुधार केन्द्र सुधार केन्द्र हाल्दिनुपर्छ किन्न हाइल्यान्डरलाई हालिदिनु हाइल्यान्डर अहिले यो छोड्दैन आफ्नो लगेर जान्छ हाइल्यान्डर त चढ्यो भने सिरिन जाम भएन फेरि जाम लाग्यो हुन्छ नि त फेरि भरेको हाइल्यान्डरले यस्तो गर्दैन त्यसकै माथि हाइल्यान्डर त बढ्दैन नि के हो साँच्चै त्यो सिरिन अड्किन्छ क्या त्यो धेर टाइम राखेपछि होइन अघि भने त यहाँ त मोसन चिसन त त्यही होला हाइल्यान्डरमा खुकुरी जाक्यो रम त राखेको थियो यसकै माथि निद्रा के हो ड्राइभरलाई सोध निद्रा के हो निर्दोषीलाई सोध आँसु के हो आमालाई सोध के लग्यो त्यसको के लेखेको छ सुदूर अब दूर नहीं झिकी झिकी तमलाई रे ए झिकी झिकी माया तमलाई व्यक्तिको लागि हजारौँ बाटो छन् तर जन्मको लागि मात्र तिमी बसेर मजा चट्ट कोही लाग्छ बाक्छ र त्यही खानु त टाइम लाग्छ पर्छ 5 घण्टा कहाँ त पर्छ 12 बजेसम्म पुग्ला 12 बजेसम्म पुगिन्छ त्यसो त खालेछन् खानु त हामीसँग यहाँ पनि छ के भोक लाग्यो नि श्रीनगर माथि खलङ्गा सल्यानको सदरमुकाम कुन कुन ओ माथि डाँडाको सल्यानको सदरमुकाम खलङ्गा यो श्रीनगर ओ यो अहिले हामी आएको यो अहिले यहाँको श्रीनगर यो श्रीनगर माथि डाँडाको खलङ्गा सल्यानको सदरमुकाम वहाँ माथि देखिरहेको त्यहाँ लेखेको छ दाङको सदरमुकाम घरै भने जस्तै सल्यानको चाहिँ नि खलङ्गा
गिटार हालेर हो केटा हो यार गिटार अहिले खाना खाने ठाउँमा हान्ने हो होइन गिटार हान्ने केटा अघि होइन यहाँ मिल्दैन हो यही पिप्ला बुटाबाट माथितिर जान्छ माता यति छन् त सस्तै उ मादल मादल ओइ, यी मादल रहेछ भन अनि अगाडि खानेकुरो भयो नि शीतल पार्टी शीतल पार्टी आइगो ताल आइयो आइयो वाह बस्ने बगारो बोलो भने आइयो के आमा गीत दिनु एउटा आमा पानी खाएर बिताउला यो जगानी खै त गिटार पनि निकाल्यो के यार केटा हो खाएर बिताउला यो जीवनी सब हो नाच पनि भयो एक्सरसाइज पनि भयो सब हो हाइल्यान्डर आन्ध्र पुगेको छ मामा हाइल्यान्डरले कनाइदियो कि नै आन्ध्र सम्पूर्ण साली पनि छन् के ओहो झ्याप 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 तपाईँ नै गरिदिनु जोस पनि भित्रैबाट उकुस मुकुस भएर आउँछ त सबभन्दा सजिलो बाटो हेर्नुहोस् तपाईँ पेन साइड यसो के भन्छ नि मौसम हेर्नु मौसम मौसम तेरो फेरि गिटार कति दामी छ कि लक्स अनि उनीहरूतिर माथि त्यो घरकै त्यो ग्रिन हाउस जस्तै हुन्छ नि त्यो सोलर पावरको त्यो प्रोजेक्ट थाहा छ नि त्यही भएर तल लिफ्टबाट पानी तान्दैन न बागचौर बजार बागचौर अब हामी चाहिँ नि ग्रिन स्टार होटल एन्ड लजमा खाना खान्छौँ एकछिन रेस्ट गर्छौँ त्यसपछि हाम्रो गन्तव्यतिर गन्तव्यतिर गाडी लाग्छौँ हो ल हामी अब खाना खान आइसक्यो होइन वाउ त्यो त त्यो हेर्नु त यो वाउ होटलमा यता खानासाना भयो अब हामी हाम्रो यतातिर यो मौसम के बारिश ए मैले पोस्ट गरिसकेँ हो कुन बाली खै नौडाँडा भन्ने खै कुन थियो सजेस्टमा आएको थियो अब हामी खानासाना भयो अब हाम्रो गन्तव्यतिर लागिसक्यो हामी ओके मासु बिना खाइँदैन धानको भात पक्ष सुरुमै हाइलाइटमा यो हुन्छ पानी घट्ट ओहो यो जाने भित्र त यस्तो छ है पानी घट्टहरूको त्यो माथि यहाँ पिठोहरू हाल्नेमा अनि त्यहाँबाट फेरि तल आउँछ अनि यो साँचो छ नि हो त्यो पानीको फोर्सले घुम्छ कि यति ठुलो घुमाउँछ नि पानीको उतातिर फेरि के होला त्यो अर्को पनि हो दुईटा हो पिठो पिस्ने पानी साइडबाट पानीको साउन्ड सुनिरह होला हिँडेर छ झरना होइन पानी चाहिँ यहाँबाट आउट हुन्छ
पानी हाल्ने चाहिँ कहाँदेखि उतातिरदेखि छ क्या होइन पानी उताबाट पाइप हाल्छ नि त यस्तो हुन्छ कि यहाँ यहाँ पाइपबाट आउँछ यसरी आउने यहाँ रहेछ पाइप यसरी आउँछ अनि त्यहाँ घुमाउँछ पानीको फोर्सले एउटा काठ जस्तो हालेर होइन पानी घट्ट म त क्यारी फर्किन्छु फर्किन्न नाम पानी घट्टमा म त क्यारी फर्किन्छु लोकेसन हेर्नु त एकपटकै हो बदम गाइज बदम पानी यसरी यता लगायो नि त्यहाँ पाइपबाट जाने भयो हाम्रो नत्र यहाँबाट फेरि फाल्न पायो बन्द भएको तेह्र आज उता लगायो कुलोबाट यस्तो खोलाको पानी ल्याउने यो अलि यता माथि हाइड्रो छ होला के सायद त्यही छ होला पानी पानी पाइपबाट आयो विद्युत निकाल्ने हुन्छ क्या सानो सानो हाइड्रो पावर पानी त लास्टै निक्लिएको छ नि ठुलै धेरै हेर्नु त यो ठाउँ वाउ बाटे हो One more. वाउ कस्तो खतरनाक छ त बनावट माथिको देखादियो यस्तो हेर्नु त यो लाइट नभए बेला यो युज गर्ने कति पुरानो होला यो ए हेर्नु त आज नयाँ चिज देख्यो यसरी पनि हुने रहेछ पहिला यस्तरी छ भने ओहो हेर्नु उता बढिरह यतातिर बढिरहने
हजुर हुन्छ है हेर्नु त के कसैले देख्नु भएको थियो यस्तो रुकुमको मुसिकोटमा ट्याक हामी आइपुगेका छौँ हामीसँग केटाकेटीहरू पनि छौँ अब यसो चिप्स खुवाएर फकाउँदै जाँदैछौँ है कस्तो खतरनाक लौडिक छ अब हामी यहाँ पहाडको टपमा आइसक्यौँ अझै कति अगाडि छ हामी यति माथि आएर पनि जाडो हुन लागेको छ जाडो जाडो भइसक्यो किन त्यहीँ नबस्नु हेर त यो फोनलाई पनि यस्तो गराउनुपर्छ त यार बुझ्दैन हेर त कुहिरो यति चिसो छ नि है अब फोनको चार्ज पनि अब 20% भइसक्यो होइन हेर त कुहिरो राम 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 गर्मी तराईमा गर्मी भइरहेछ यहाँ भने पनि जाडो छ आलकोटमा आइपुग्यो ल बादल बारीको देश हो। अब हेर्नु अब हामी कति हाइटमा छौँ जब कुनै केही देखिया छैनन् ए अब कुहिरो बाहेक केही देखिन्न अब ओए म च्याप्पे हेर्नु त यस्तो ठाउँमा गाईहरू हेर्नु त कति घना बन्छ अब तर फेरि यो मौसम पनि हेर्न पाइँदैन ओ नेपालको झन्डा यो बढी होइन यो फेर्न पर्ने भयो वाइ वाइ
हेर्नु त लोकेसन त यो नेपालको दार्जिलिङ यस्तो दार्जिलिङ कति सुन्ने कति पानीघट्ट गाई चलिरहेको अघि हामी नचलाएको देख्यौँ होइन त्यो माथि घ्यान देखेको खोला हेर्नु त कति सफा पानी लुक एट दिस यो पानी यति सफा यो खोला होइन हेर्नु त हामी फाइनली हाम्रो लोकेसनमा आइपुग्न लागिसक्यौँ अब हामी 10 मिनटपछि अब पुग्नेवालै छौँ लुकुम है त अहिले हामी काँक्री भन्छ यो ठाउँ त्यसपछि लुकुम त्यसपछि फेरि काङ्क्री भन्ने अर्को ठाउँ छ हेर्नु त ओहो माई गड दामी यार दामी अनि आज कति माथि धेरै माथि आइसक्यौँ होइन अब हामी जाँदैछौँ मेरो पछाडि देखिरहनु भएको गाउँको टाइम ल्याप्स सुट गर्न होइन यतातिर कुहिरो ढाकिसकेको छ